जरिवाना 1 लाख भए पनि ट्राफिक नियम नमिच्नेलाई फरक पर्दैन। राज्यको जिम्मेवार निकायको भनाइ। एकछिन सुन्दा त लाग्छ हो नि, गल्ती नै नगर्नुहोस् त 1 लाख होइन, 1 रुपैयाँ पनि जरिवाना पर्दैन। यो कुरा गलत होइन, तर राज्यको नीति यति सतही तर्कमा आधारित हुन सक्छ। लोकप्रिय सुनिने वाक्य र राम्रो सार्वजनिक नीति एउटै कुरा होइन। यदि गल्ती नै नगर्नु नै पर्याप्त उत्तर हो भने राज्य, कानुन, नीति किन चाहियो? किनकि वास्तविकता यति सरल छैन। ट्राफिक नियम उल्लङ्घन केवल व्यक्तिको चरित्र वा डरको समस्या मात्र होइन। यो चालकको व्यवहार, नागरिकको सचेतना, सडकको अवस्था, ट्राफिक व्यवस्थापन, नियमको निष्पक्ष कार्यान्वयन र राज्यको कार्यक्षमतासँग जोडिएको विषय हो। अझ भन्नुपर्दा ट्राफिक कुनै देशको सडकमा देखिने राज्यको अनुहार हो। यदि समस्या केवल ठुलो जरिवाना वा डर मात्र हुन्थ्यो भने संसारका धेरै देशहरूमा जहाँ ठुलो रकम जरिवाना लिइन्छ त्यहाँ ट्राफिक उल्लङ्घन शून्य हुनुपर्ने थियो। तर वास्तविकता त त्यस्तो छैन। किनकि ट्राफिक नियम उल्लङ्घन केवल व्यक्तिको कमजोरी होइन, त्यो एउटा समग्र प्रणालीको प्रतिबिम्ब हो। नागरिकले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ, त्यसमा दुई मत नै छैन। तर राज्यले पनि सुरक्षित सडक, स्पष्ट नियम, प्रभावकारी व्यवस्थापन र नियमको निष्पक्ष कार्यान्वयन सुरक्षित गर्नुपर्छ अथवा सुनिश्चित गर्नुपर्छ। यदि जरिवाना न्यायपूर्ण र व्यावहारिक छैन भने आर्थिक रूपमा कमजोर वर्गमाथि असमान भार पर्न सक्छ। साना र गम्भीर उल्लङ्घन बीचको सन्तुलन बिग्रन सक्छ। कानुनको विश्वास कमजोर हुन सक्छ। त्यसैले केवल प्रश्न जरिवाना कति ठुलो भन्ने होइन, प्रश्न यो पनि हो के त्यो न्यायपूर्ण छ, व्यावहारिक छ र सबैका लागि समान रूपमा लागू गर्न सकिन्छ। कडा कानुन आवश्यक छ र हुनु पनि पर्दछ। तर एउटा कुरा बिर्सनु हुँदैन, कडा कानुनले डर पैदा गर्न सक्छ, न्यायपूर्ण कानुनले अनुशासन पैदा गर्छ। प्रहरी देखेर रोकिनुहुन्छ कि प्रहरी नदेख्दा पनि रोकिनुहुन्छ? प्रहरी देखेर रोकिनु डर हो भने प्रहरी नदेख्दा पनि रोकिनु अनुशासन हो। त्यसैले हामीले बनाउन खोजिरहेको समाज कस्तो हो?